र समसामयिक विषयमा प्रश्न पारिदिनु हुनका निमित्तका हाम्रा यस प्रतिनिधि सभा 1 का उम्मेदवार राजेन्द्र प्रसाद पाण्डेज्यूलाई अनुरोध गर्दछु। कमरेडहरू, सबै कमरेडहरूलाई लाल सलाम। हामी 2 दिन हिजो र आज थाङ्क्रे गाउँपालिकाको वडा नम्बर 1 बाट पसेर 1, 2, 3 हामी हिजो गएर 5 नम्बरको एउटा कुनामा पुग्यौँ र बेलुका 9 बजे मात्रै हामी घर दैलोबाट फर्केका छौँ। आज हामी फेरि वडा नम्बर 3 को सुनार गाउँबाट हामीले सुरु गरेर वडा नम्बर 4, वडा नम्बर 5, वडा नम्बर 7 का गाउँहरू हुँदै वडा नम्बर 8 मा हामी आइपुग्दाखेरि एउटा हाम्रो यो प्रचार टोलीको सङ्ख्या निकै ठुलो थियो। गाउँका साथीहरू, टोलका साथीहरू आफ्नो बाइक लिएर हाम्रो यो प्रचार अभियानमा आफै स्वयंसेवक भएर मिसिँदै हुनुहुन्थ्यो। त्यसैले हाम्रो सङ्ख्या निकै ठुलो थियो र हामीसँग उम्मेदवार सहित प्रचारको गीत गाउने, गीत बजाउने गाडी सहित हामी आइरहेका थियौँ। त्यही आइरहने क्रममा आशिका तामाङ यो क्षेत्रकै अर्को उम्मेदवार, राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार, उनी पनि आएकी रहेछन्। उनको गाडीसँग त हाम्रो कहीँ केही समस्या थिएन। उनको अर्को सहयोगी गाडी पछाडिपट्टि अलिकति उकालो बाटोमा उक्लिन नसकेर अड्किएको अवस्था थियो। हाम्रो कार्यकर्ता साथीहरूले आफ्नो बाइक थन्क्याएर गएर उचालेर धकेलेर माथि ल्याइदिनु भयो र सहयोग गर्नुभयो र त्यहाँ कुनै केही घटना घटेको छैन। त्यस्तो खालको कुनै कुरा छैन। बरु मैले सुने त्यहाँ आशिकाको मुखबाट अथवा कसको मुखबाट हाम्रो साथीहरूलाई अलि क्षुद्र वचन गरियो भन्ने पनि सुने। मैले निर्वाचनमा यस्ता कुराहरू मतलब राख्नु हुँदैन, साथीहरू हिँडौँ भन्यौँ। हामी त्यहाँबाट सरासर निस्क्यौँ। हामी केवलपुर गयौँ। केवलपुरमा जाँदा पनि हामी राष्ट्रिय स्वतन्त्र पार्टीका बाइकमा र्याली गर्दै गरेका युवाहरूसँग भेट्यौँ, हात मिलायौँ। सौहार्दपूर्ण ढङ्गले उनीहरूले आफ्नो पार्टीलाई भोट मागे, हामीले हाम्रो पार्टीलाई भोट माग्यौँ। हाँसेर त्यो ढङ्गले हामीले कुराकानी गऱ्यौँ। घटना केही भएको छैन। अब रातारात अहिले यो साँझमै देशै हल्लिने गरी प्रचार सुरु भएको छ। सिडिओलाई उनीहरूले उजुर गरे, पुलिसलाई उजुर गरे। केही घटना घटेको छैन। कसैलाई कुटपिट गरेका छैन, कोही घाइते भएको छैन, कुनै मोटर तोडफोड भएको छैन। तर यस्ता कुरालाई बढाइ चढाइ एकदम ठुलो बनाउने कोसिस गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीकै पनि केही कार्यकर्ताहरूले मसँग फोन गरेर भने के गरे यस्तो, केही गरेकै छैन त के गरे यस्तो। हामी हिँडिरहेछौँ, प्रचार अभियानमा छौँ। तपाईँहरूको पनि प्रचार अभियान चलिरहेछ। प्रचार अभियानको सिलसिलामा जम्का भेट भएको थियो। अब त्यो कुटपिट गर्ने, झगडा गर्ने भएको त उहाँहरूको के हालत हुन्थ्यो। उहाँहरूको जम्मा जम्मी 35-40 जना मान्छे थिएन। हामीसँग 700-800 मान्छेहरू थिए भनेपछि झगडा गर्ने नियत भएको भए त्यहाँ के समस्या हुँदैन थियो। त्यस्तो हाम्रो नियत पनि थिएन। हामी शान्तिपूर्ण ढङ्गले यो निर्वाचनलाई सम्पन्न गर्न गइरहेका छौँ। राजेन्द्र पाण्डे पटक निर्वाचन लडेको एउटा जिम्मेवार नेता, देशकै एउटा शीर्ष भागमा भूमिका खेल्ने नेता, संसदमा धेरै कानुन बनाएर अगाडि बढेको नेता हो। हामी त्यस्तो असंयम कार्यक्रम गर्दा पनि गर्दैनौँ। हामीलाई अहिले यो मलाई लाग्छ यो सबै कुरा के हो भन्दा अब हार्ने भएपछि हार्ने गोरुको छेर्ने दाउ हुन्छन्। यसबाट अरू केही होइन। म साथीहरूलाई पनि उत्तेजित नहुनु होला। उनीहरूले अन्टसन्ट गाली गलौज गरेर फेसबुक स्ट्याटस लेख्ने के गर्लान्। हामीले त्यसलाई उत्तर दिने हो भने शिष्टतापूर्वक, संयमपूर्वक त्यहाँ भएको घटनाक्रम के भयो त्यही जस्ताको तस्तै यति लेखे पुग्छ, अरू केही लेख्नु पर्दैन। मैले तपाईँहरूसँग यति भन्न चाहन्छु। र यो 2 दिनको हाम्रो प्रचार प्रसार अभियान असाध्यै राम्रो भएको छ। कार्यकर्ता कमरेडहरूले असाध्यै दुःख गर्नु भएको छ। हाम्रो चुनावी कमान्डर कमरेडहरू बेसगरी लाग्नु भएको छ। सबै कमरेडहरूलाई हाम्रो हरि कमरेड, पूजन कमरेड, दयाराम कमरेड लगायत जिन्दगी कमरेड, सबै कमरेडहरू, मैले यहाँ सबैको नाम लिनपट्टि लागेँ भने अहिले अमित भले
हाम्रो तारा बहिनीको सिङ्गो महिला टोली सारा तपाईँहरू बेसकरी लाग्नु भएको छ। सबै लाग्ने कमरेडरलाई म हार्दिक बधाई भन्छु, धन्यवाद भन्छु। अब भोलिदेखि रखबारी गर्नुहोस्। बारीको मकै पाकिसक्यो, बाँदर पस्ला होइन, बाँदर पस्ला, त्यो बाँदरलाई ठेगान लगाउने काम तपाईँहरूले गर्नुपर्छ। दिउँसो एक थरी बाँदर आउँछन्, राति अर्का थरी बाँदर आउँछन् होइन। यो कुरामा राम्रोसँग ध्यान दिनुहोस्। र अब त्यही अनुसारले आज हामी राजेन्द्रजीले भन्दै हुनुहुन्थ्यो सायद खनाए खर्क होइन, केही ठाउँ जुगे खोला केही ठाउँमा जान नसकेको कुराहरू भन्नुभएको थियो। अहिले 2 घन्टादेखि राई गाउँमा गजुरीको वडा नम्बर 5 को राई गाउँमा साथीहरू जम्मा भएर बसेका छन्। यहाँ लगभग 16वटा जति फोन आइसक्यो। कहाँ हुनुहुन्छ भनेर मैले पनि ढाँटिसकेँ, 3 चोटि भनिसकेँ। खैरगारी भनेको छु, घरि एक्लै फाँट भनेको छु। अब अहिलेसम्म यहीँ छौँ। अब हामी त्यतातिरको यात्रामा प्रस्थान गर्छौँ। तपाईँहरू पनि आज जानुहोस्, घर घर थकाइ मार्नुहोस्, नुहाइ धुवाइ गर्नुहोस्। अब भोलिदेखि फेरि सबेरैदेखि अब यहाँ बाँकी निर्वाचनको बाँकी टाँकी काम हुन्छ। घर घरमा सम्झाउनु पर्ने हुन्छ होइन। कसैले जालजेल के गरिरहेका कुराहरूलाई पनि चिर्नु पर्ने हुन्छ। केही मान्छेहरू अनायस बुझ्दै नबुझिकन म त यतातिर लाग्ने हो भनेर हाम्रो विपक्षी पार्टीका चुनाव चिन्हको प्रचार गरेर हिँडिरहेको पनि भेटिन्छ। राम्रोसँग लाग्नुहोस्, मिठो वचन गर्नुहोस्, राम्रोसँग सम्झाउनुहोस् र हामीले हाम्रो यो पार्टी पङ्क्तिमा हाम्रो चुनावी अभियानमा सामेल गर्नुहोस्। यति भनेर म कमरेडहरूसँग बिदा हुन्छु। हस्, धन्यवाद। नेपाली कम्युनिस्ट पार्टी जिन्दाबाद, जिन्दाबाद, जिन्दाबाद। नेपाली कम्युनिस्ट पार्टी जिन्दाबाद, जिन्दाबाद, जिन्दाबाद। भोट केमा? तारामा। भोट केमा? तारामा। जानिने जनता के भन्छ? राजेन्द्र पाण्डेले भन्छ। हस् त, धन्यवाद। हामी उत्तेजित नभइकन संविधान कार्यालय